झट्ट हेर्दा रकेट जस्तै देखिने यो वस्तु रकेट होइन, यसलाई स्पेस सटल भनिन्छ। स्पेस सटल र रकेट दुवै अन्तरिक्षमा मानव वा सामान पठाउन प्रयोग गरिन्छ। तर यी दुई देखिँदा उस्तै देखिए पनि यिनीहरू फरक प्रकारका हुन्छन्। रकेट उड्दा विशाल हुन्छ, तर जब अन्तरिक्षमा पुग्दछ यसमा रहेका भागहरू छुट्टिँदै जान्छ र सानो क्याप्सुलमा परिणत हुन्छ। रकेट अन्तरिक्षमा पुग्नलाई मात्रै बनाइएको हुन्छ। पृथ्वीमा फर्कँदा यसको क्याप्सुल भाग मात्र फर्कन्छ र प्यारासुटको माध्यमबाट समुद्रमा अवतरण गर्दछ। त्यस क्याप्सुलमा अन्तरिक्ष यात्री अथवा अन्तरिक्षबाट पठाइएको सामानहरू हुन्छन्। अब स्पेस सटल चाहिँ अलिक फरक किसिमको हुन्छ। स्पेस सटलमा इन्धनसँगै एउटा यानलाई पनि जडान गरिएको हुन्छ, जसलाई अर्बिटर भनिन्छ। रकेटको जस्तै स्पेस सटलको पनि सबै भाग छुट्टिँदै जान्छन् र अन्तिममा अर्बिटर मात्र रहन्छ। यो अर्बिटर अन्तरिक्षमा रहन्छ अनि आफ्नो काम सकाएर पुनः पृथ्वीमा फर्कन सक्दछ र एयरपोर्टमा सरल अवतरण पनि गर्न सक्दछ। यस यानलाई पटक पटक प्रयोग गर्न सकिन्छ। तर सन् 2003मा कोलम्बिया सटलको दुर्घटनापछि यस्ता यानहरूको सुरक्षामा प्रश्न उठ्न थाल्यो र सन् 2011मा नासाले सटल प्रयोग गर्न सधैँका लागि बन्द गर्यो।